हेलो साथीहरु, गुड मर्निङ, शुभ बिहान। स्वागत छ तपाईहरुलाई बिन्ताको मिनी ब्लगमा। यो चाहिँ मेरो ड्युटी जाने टाइम, मलाई ढिलो भइसकेको थियो, त्यही भन्दै म चाहिँ बाइ बाइ गरे। फेरि म 9 बजे खाजा खान आउँदाखेरि मेरो हातमा सेलेरी थमाइदिनु भएको थियो म्यामले। अनि मैले रुममा लिएर आएँ, तहस नहस बनाएँ, एकछिन उचाले पछारे, किनकि यो कागजको टुक्रोले कति दुनियाँलाई हल्लाइदिएको हो भने तँलाई एकछिन पछारे हैन। अनि पछारिसके पछाडि फेरि सन्तोक लागेन, सिरानी बनाएर एकछिन सुते। यति मात्रै हो नि त मैले गर्नु पाउने भनेको। त्यस पछाडि मैले लागेँ, म पैसा हाल्नको लागि जानु त पर्यो हैन। अब एकछिन मात्रै हो क्या मैले हल्लाउने पैसा हातमा। अनि त्यस पछाडि म लागेँ म्यामलाई भनेर। अनि यो ब्याङ्कबाट चाहिँ म जहिले पनि सेन्ड गर्छु पैसा, नेपाल पठाउँछु। अनि म पैसा पठाइसकेर चाहिँ गएँ सुपर मार्केट, इन्डियन मार्केट गएर मैले यो बिस्कुट उठाएँ। म खाँदिनँ, तर दिदीलाई हालिदिएको, दिदीलाई ल्याइदिइरहेको। अनि तहस नहस बनाएको रहेछ आज चाहिँ, सायद मिलाएको होला सामानहरू। अनि यतापट्टि चाहिँ दालहरू सबै, तोरीको तेलहरू, अचारहरू के सबै छ क्या। अनि यता चाहिँ अचार, मोमोको अचारहरू पनि कति धेरै छ। अनि यता चाहिँ चाउचाउको भण्डार हैन, करेन्ट चाउचाउ के लिन मन छ जे भने त्यही छ। अनि मैले सामान चाहिँ अलिअलि जेउस उठाएँ, लिएर आएँ। यो चाहिँ चामल मैले पे गरिनँ, म्यामले पे गरिदिनुहुन्छ। अनि यो चाहिँ मटर, मलाई अचार खान चाहिन्छ। यो बिस्कुट दिदीलाई चाहिन्छ। यो भुजा मलाई नै चाहिन्छ, किनकि चटपटो बनाउनुपर्छ। यो चाउचाउ चटपटेमा हाल्न चाहिन्छ। यो कुरमुरे चटपटेमै हाल्नुपर्ने छ। अनि यो कालो दालमा खाँदिनँ, दिदी खान्छे। अनि यो चाउचाउ मलाई नै चाहिन्छ। यो हजमोला रुममा दिउँसो खाँदै बस्छु म। अनि यो चाहिँ चटपटेमा हाल्नको लागि रङ बनाउन लिएको थिएँ मैले। अनि म लागेँ एकछिन पार्कमा बस्न गएको थिएँ। यो आमालाई देखेर साह्रै माया लाग्यो, साह्रै दया लाग्यो, किनभने उहाँले चाहिँ 4 ठाउँ बिरालोलाई खान दिनुहुन्छ क्या। अनि यो चाहिँ अन्तिम ठाउँ थियो। अनि आउनुहुन्छ बिरालोले पनि अगाडि पछाडि गर्दै हेर्न कति मजाले खाना ल्याइदिए भनेर रमाएको होला क्या। अनि यस्तै मान्छे, यस्तै सहयोगी मन भएको मान्छे हाम्रो नेपालतिर सबैतिर भएको भए सायद कसैले दुःख पाउनु पर्दैन थियो होला क्या नि हैन। त्यस्तै लागेर चाहिँ एकछिन टुवा पर हेरेँ। अनि गफ पनि गरेँ म। अनि एकछिन बोल्यो पनि त्यहाँनिर। उहाँले चाहिँ खाना हालिदिनु भयो। यो मात्तेको बिरालोहरू चाहिँ खाना नखाएको हेर न, भोकले टाँट सिद्रा सुकाउनु पर्थ्यो, ल्याइदिएको बिचरा मात्तेर यता र उता घुमिरहेको छ। अनि त्यहाँ माथिबाट चाहिँ मासु हालिदिनुपर्छ, अनि मात्रै खान्छ क्या। अनि यति भन्दै म एकछिन हेरेँ त्यहाँनिर हैन। अब रुमतिर त लाग्नु पर्यो पनि उठेर, भोलि बिहान त ड्युटी जानु नै पर्ने हुन्छ। अनि मेरो मिनी ब्लग चाहिँ म यहीँनिर एन्ड गर्छु भन्दै बाइ बाइ साथीहरू, लभ यु।